जय हिन्द साथीहरु, सबैलाई मेरो चैनलमा स्वागत छ। आज म तपाईहरुलाई देखाउन चाहन्छु पाना खोलामा जो बनिँदैछ त्यो बाँध, जहाँबाट मेचपडामा अस्ति भर्खर पानी पसेर बाढको रूप लिएर पसेको थियो। त्यो जग्गामा हाम्रो मेचपडाको म्यानेजर र हामी सबै मेचपडाको वासीले यहाँनिर बाँध हुनुपर्छ भनेर अपिल गरेको थियो, कम्प्लेन गरेको थियो र यहाँनिर विधायकज्यू पनि आएर हेर्नु भएको थियो र मेचपडाको म्यानेजरले पनि बहुत हेल्प गर्यो र आज बाँध बनिँदैछ। धेरै खुसी लाग्दैछ र त्यही बाँध तपाईहरुको अगाडि म यो भिडियोको जरियामा देखाउँदैछु र म चाहन्छु कि मेचपडाको लागि यो बाँध बनेको, मेचपडाको प्रोटेक्सनको लागि यो बाँध बनेको हो भने मेचपडाको मान्छे चाहिँ आएर यहाँनिर हेर्नुपर्छ यो बाँध कस्तो बनिँदैछ, के बनिँदैछ, राम्रो भएको छ कि छैन। अगर राम्रो भएको छैन भने हामी सबैले मिलेर कम्प्लेन गर्नुपर्छ। हामी त आइरहेको छु, जहाँ खराब हुँदैछ त्यहाँ कम्प्लेन पनि गर्दैछु र सबै मेचपडाको वासीहरू यहाँनिर आइबस्यो भने चाहिँ राम्रो हुन्छ। काम गर्नेलाई पनि खुसी लाग्छ, उनीहरूलाई पनि कसैले डिस्टर्ब गर्न आउँछ किन, त्यो पनि हामीले ध्यानमा राख्नुपर्छ ताकि बाँध कमजोर नहोस्। त्यति नै भन्दै बिदाई लिन चाहन्छु। सबै साथीहरु जय हिन्द।